शुक्र के हो? शुक्र एक धन सम्पत्ति पैसा लग्जरियस लाइफ हो। तपाईँको जीवनमा तपाईँको खुसी हो। तपाईँले एउटा इन्जोयसँग एउटा राजा सरको जीवन बिताउन सक्ने क्यापेसिटी हो तपाईँको शुक्र राम्रो छ भने जीवनमा तपाईँलाई धन सम्पत्ति पैसा लग्जरियस लाइफहरू ब्रान्डेड कुराहरू किन्न कसैले रोक्न सक्दैन। त्यति आफै कमाएर पनि आफ्नो जीवनमा तपाईँ अगाडि बढ्न सक्नुहुनेछ। यदि तपाईँको शुक्र फर्स्ट हाउस या भनौँ पहिलो घरमा छ, मैले आज 12 घरमा तपाईँका विभिन्न राशिहरू बसेका हुन्छन् र त्यसले कस्तो फल दिन्छ भन्ने कुराहरूको भिडियो लिएर आएकी छु। र मेरो फर्स्ट भिडियो चाहिँ शुक्र यदि पहिलो घरमा छ भने कस्तो हुन्छ र छ। यदि तपाईँको शुक्र फर्स्ट हाउसमा छ भने तपाईँलाई जीवनमा धन सम्पत्ति पैसा आफ्नो मेहनतको साथ पाउनुहुनेछ। तपाईँलाई जीवनमा पैसाको भने दुःख पर्दैन। कसैसँग हात थापेर पैसा चाहियो भन्न पनि तपाईँलाई पर्दैन। तपाईँको जीवनमा चाहिँ हेल्थ इस्यु भने के को आउँछ भने सास सम्बन्धी समस्याहरू, तपाईँको किडनीको समस्याहरू, छालामा एलर्जीहरू, तपाईँलाई स्यास्याको समस्याहरू त्यस्तो भने आउन सक्छ। विशेष रूपमा तपाईँको मङ्गल र शनिको दृष्टि तपाईँको जुन शुक्रमा परेको छ र तपाईँको कन्या राशि र मङ्गल वृश्चिक राशिमा यदि तपाईँको जुन लेखेको ठाउँमा यदि शुक्र ग्रह छ भने पक्कै पनि ती हेल्थ इस्यु भने तपाईँको जीवनमा आउनेछ। यदि तपाईँको शुक्र फर्स्ट हाउसमा छ भने तपाईँलाई व्यापार व्यवसायमा फाप छ। तपाईँ कसैको अन्डरमा काम गर्न सक्नुहुँदैन, किनभने तपाईँ एक राजा हो, किङ हो। किङले कसैको अन्डरमा काम गर्दैन, उसले सबैलाई लाउने हो, जनताहरूलाई काम लाउने हो र ऊ आनन्दले बसेर खाने हो। त्यसैले तपाईँमा काम गर्ने खाले क्यापेसिटी हुँदैन, तपाईँलाई लिडर गर्न सक्ने क्यापेसिटी तपाईँमा हुनेछ। तपाईँ यस्तो व्यक्ति हो कि तपाईँभन्दा पनि तपाईँको स्पाउस यदि फर्स्ट हाउसमा छ भने तपाईँको स्पाउस भन्नाले श्रीमान छ भने श्रीमती, श्रीमती छ भने श्रीमान, उनीहरूको झन् तपाईँभन्दा नि बढी राजा जस्तो जीवन हुन्छ कि उनीहरू झन् सोखिन हुन्छ। राम्रो लुगा लाउन, खान सोखिन हुने, पैसा कमाउन एकदम धेरै, त्यस्तो तपाईँभन्दा पनि अझै ऊ धेरै हुन्छ है तपाईँको फर्स्ट हाउसमा शुक्र छ भने। तपाईँ यस्तो व्यक्ति हो कि तपाईँको घरमा परिवारमा तपाईँले लिडर गर्न सक्ने क्यापेसिटी भएको व्यक्ति हो कि तपाईँको घरमा तपाईँले चाहेर होस् नचाहेर होस् तपाईँले लिडर गर्नुपर्छ। तपाईँको कुरा चल्छ त्यहाँ। कसैको तपाईँको घरमा कोही आएको छ, केही कुरा गर्नुपर्छ भने सबैले पहिला तपाईँलाई नै अगाडि बढाउँछन्। तपाईँ बोल्नुपर्छ घरको लागि, जे कुराको लागि, घरमा कसरी सामान मिलाउने त के गर्ने, सबै घरका कुराहरू तपाईँले किन्नुपर्छ। तपाईँले चाहोस् नचाहोस् सबै जिम्मेवार तपाईँको हुन्छ। कुरा के आउँछ भने जब तपाईँलाई आफ्नो केही समस्याहरू, सानो काम कसैले गरिदियोस् भनेर जस्तो लाग्छ, साथीभाइ अथवा घरलाई भन्दाखेरि तँ नै गर्न तेरो काम, अथवा आफ्नो काम चाहिँ तपाईँले आफै गर्नुपर्छ कि आफ्नो काम नि साथीभाइलाई दिएर मेरो कामले गरिदिन्छ भन्ने आश भने तपाईँले जीवनमा कहिले पनि नलिनु होला। तपाईँले यस्तो खाले व्यक्ति हो कि यो गर्न सकिन्छ है साथीहरू, हिँडौँ समाजमा एउटा केही बनाउनु छ भने ल हिँडौँ, यो गर्न सकिन्छ, म यसको नेतृत्व लिन्छु भनेर लिन सकेर हिँड्न सक्ने क्यापेसिटी भएको व्यक्ति पनि तपाईँ नै हो है। तपाईँ यस्तो व्यक्ति हो कि घरमा चाहिँ अरू कुराहरू त सबै ठिक छ, तपाईँ चाहिँ बिर्सिने बानी हुन्छ। या भनौँ तपाईँले मेरो पर्स कहाँ राखेँ, बेलुका बिहान मेरो मोजा कहाँ राखेँ, मेरो मोबाइल कहाँ गयो भनेर कसैलाई गुहार्ने। अब बच्चा हुनुहुन्छ भने मम्मी मेरो किताब कहाँ छ भनेर यस्तो खाले ह्याबिट पनि तपाईँमा पक्कै पनि हुनेछ। तपाईँको फादरको चाहिँ केही हेल्थ इस्युहरू आउन सक्छ। तपाईँको फादरलाई केही केसहरू अथवा केही लफडाहरू जीवनमा पक्कै पनि आउन भने सक्छ है। तपाईँ यस्तो व्यक्ति हो कि तपाईँले आफ्नो म्यारिड लाइफलाई चाहिँ राम्रो बनाउन सक्ने र अरूको अगाडि तपाईँ श्रीमान श्रीमती माया एकदम धेरै गर्ने, तर अरूलाई पब्लिकलाई देखाउन नचाहने है। पब्लिकलाई लुकाएर आफ्नो नजरबाट आफ्नो श्रीमान श्रीमतीलाई माया गरेर राख्न सक्ने, आफ्नो सम्बन्ध राम्रो बनाउन सक्ने व्यक्ति हो। तपाईँहरूको दुईटैको आँखा चाहिँ धेरै यस्तो नसालो हुन्छ कि तपाईँहरू आफू दुवैजना प्रेममा डुब्न सक्ने, एकदम धेरै डुबिने खाले हुनुहुन्छ। तपाईँहरू अथवा फर्स्ट हाउसमा शुक्र हुने व्यक्तिको चाहिँ शत्रु धेरै हुन्छ। उनले कसैलाई पनि दुखाउन खोज्दैन, तर सायद उसको प्रगति अथवा के देखेर हो एकदम धेरै व्यक्तिहरू चाहिँ शत्रु, त्यसै नराम्रो शत्रु फिल गर्ने अथवा उसको प्रगति देख्न नचाहने व्यक्ति पनि धेरै हुन्छन् है। त्यसैले तपाईँको शुक्र फर्स्ट हाउसमा छ कि कुन हाउसमा छ कमेन्ट गर्नुहोला। म अरू भिडियोमा पनि अब प्रत्येक हाउसको बारेमा लिएर आउनेछु। तपाईँलाई भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला। मेरो फर्स्ट प्रयास हो, पक्कै पनि तपाईँको साथ सहयोग सपोर्ट पक्कै पनि पहिलाका दिनमा जस्तै अहिले पनि गर्नुहुन्छ भन्दै बिदा दिन्छु। बाइ बाइ।